Hello. This is Enza. Almost here is city from Mura. यति cool, यति हल्का यस्तो गर्मीमा पनि हामीलाई हैन बोकेर छोडेपछि यो भइरहेछ कि एकदम अब यसरी बसिरहेको छ जस्तो फिल भइरहेछ। बाटो पनि यस्तै राम्रो छ साथीहरु हैन। यहाँ तपाईहरु राइडको लागि आउनुहुन्छ भने एकदम राम्रो एरिया हो यो। लगभग यहाँबाट कति 2 किलोमिटर अराउन्ड त होला हैन, 2 बढी छ यार। 3 किलोमिटर जति चाहिँ हेम्जाको जुन एरिया छ एकदम परफेक्ट। केको लागि? बाटोको लागि भने बाटोको लागि हैन। यता अब जग्गाहरु पनि जस्तै छ, खेतीपाती पनि अब आजसम्म चाहिँ हामीले यहाँ हेम्जामा हुने आलुको मेला पनि हजुरहरुलाई ख्याल छ छैन? मेला हुन्छ आलु सालु रोपिन्छ जस्तो लाग्छ मलाई। हेम्जाको आलुको बृहत मेला भन्ने कार्यक्रम भइरहेको छ। अरूले चाहिँ पहिला चाहिँ के अरे गोरुले जोतेर खेतमा आली लाएर हैन गर्थ्यौँ। आजभोलि चाहिँ अब विकसित हुँदैछ नि त नेपाल। त्यो काखमा हेर्नुस् त, त्यो चेप्टेको काख कस्तो शीतल होला। त्यो डाँडो हेर्नुस्, कहिले पुग्न पाऊँ जस्तो भइसक्यो यार। त्यहाँ त यस्तो लाग्छ नि यार, त्यहीँ भन्दा पुग्दाखेरि पनि यस्तो स्वर्ग फिल। यहाँ चाहिँ रोपाइँ गर्दै हुनुहुन्छ है, रोपाइँ चल्दैछ हेर्दामा। बेस्ट क्या यस्तो समथर एरियामा पनि खोलामा यस्तो राम्रो मौसम, चारैतिरबाट डाँडाकाँडाले घेरेको छ। बेसी जस्तो ठाउँ ल हाम्रोतिर चाहिँ जुन बेसी हुन्छ नि, हाम्रो बेसी हुन्छ उतातिर होइन, पहाडमा पोखराको लागि यो बेसी नै भयो क्या। यस्तो राम्रो